डायबिटिज दुई किसिमको हुन्छ, टाइप 1 र टाइप 2। टाइप 1 डायबिटिजमा हाम्रो आफ्नै इम्युन सिस्टमले हाम्रो आफ्नै प्यानक्रियासलाई एट्र्याक्ट गर्दछ। त्यसैको कारणले गर्दा प्यानक्रियासले इन्सुलिन बनाउन सक्दैन। टाइप 2 डायबिटिज भनेको चाहिँ इन्सुलिन रेसिस्टेन्स हो। यसमा प्यानक्रियासले इन्सुलिन त बनाउँछ, तर इन्सुलिनले आफ्नो काम गर्न सक्दैन। टाइप 1 मा नो इन्सुलिन, टाइप 2 मा टु मच इन्सुलिन। टाइप 1 बचपनमा डायग्नोस हुन्छ, टाइप 2 युजली एडल्टहुडमा डायग्नोस हुन्छ। टाइप 1 युजली जेनेटिक या फ्यामिली हिस्ट्रीको कारणले हुन्छ, तर टाइप 2 पुअर डाइट प्लान र पुअर लाइफस्टाइलको कारणले हुन्छ। टाइप 1 को एउटै ट्रिटमेन्ट हो इन्सुलिन इन्जेक्सन। टाइप 2 बाट एक्चुअली हामी बच्न सक्छौँ। यो प्रिभेन्टेबल छ यदि तपाईले इटिङ ह्याबिट र आफ्नो लाइफस्टाइललाई चेन्ज गर्न सक्नुहुन्छ भने। दिनमा 2-2 घण्टाको अन्तरालमा खाना खान बन्द गर्नुहोस्। आफ्नो खानामा फाइबरलाई धेरै एड गर्नुपर्छ। प्रोसेस सुगर र प्रोसेस फुडबाट टाढै रहनुहोला। दैनिक रूपमा एटलिस्ट आधा घण्टा भए पनि एक्सर्साइज गर्नुहोला। डाक्टर युजली मेटफर्मिन र मेडिसिन तपाईलाई दिनेछ, तर तपाईले आफ्नो लाइफस्टाइललाई चेन्ज गर्न सक्नुहुन्छ भने यो सारा मेडिसिनहरूबाट तपाईँ बाँच्न सक्नुहुनेछ। यदि तपाईलाई यो भिडियोबाट क्ल्यारिटी र भ्यालु प्राप्त भयो भने तपाईले यो च्यानललाई फलो गर्न चाहिँ नभुल्नु होला है त।